ल हेलो। ल हामी आज चाहिँ किर्चोफ्स ल दुईटा ल छ त्यसको त्यो चाहिँ डिस्कस गर्न गइरहेको छौँ है। फर्स्टमा चाहिँ किर्चोफ्स फर्स्ट ल अथवा यसलाई भन्छ जङ्सन ल अथवा यसलाई भन्छ करेन्ट ल। यसलाई चाहिँ केसिएल पनि भन्छ है। यसले के भन्छ भने इट स्टेट दैट द अल्जेब्रिक सम अफ करेन्ट एट द जङ्सन अफ द इलेक्ट्रिक सर्किट इज जेरो भनेको समेसन अफ करेन्ट इक्वल्स टु जेरो। यो इक्वल्स टु जेरो कुन बेला हुन्छ जब यो जस्तै एउटा जङ्सन छ होइन, यताबाट यो एउटा सर्किट छ भनौँ, करेन्ट आइरहेको छ I1 I2 I3 I4, यताबाट पनि सर्टेन अमाउन्ट अफ करेन्ट फ्लो भइरहेछ, यताबाट पनि सबैमा फ्लो भइरहेछ। यता करेन्ट हुन्छ तर यसको जङ्सनमा चाहिँ करेन्टको समेसन के हुन्छ जेरो हुन्छ भनेको यताबाट जति करेन्ट आयो नि यो अर्कोतिरबाट त्यति नै करेन्ट लिक पनि हुन्छ भनेको के। अब यसमा के हुन्छ भने करेन्ट I1 I2 I3 I4 सबै एउटा जङ्सनमा फ्लो भइरहेको छ के। जस्तै I1 इन भित्रतिर गइरहेछ भने I4 बाहिरतिर गइरहेछ, यसरी करेन्टहरू ब्यालेन्स भइरहेको छ। यसमा साइन कन्भेन्सन के हुन्छ भने जुन चाहिँ करेन्टहरू जङ्सनतिर मुभ भइरहेको छ नि हो त्यो करेन्टहरूलाई चाहिँ माइनस लेख्नुपर्छ हामीले चाहिँ। यसरी जुन चाहिँ करेन्टहरू जङ्सनतिर मुभ भइरहेको छ त्यो करेन्टलाई चाहिँ पोजिटिभ लेख्नुपर्ने हो। जस्तै I1 जङ्सनतिर मुभ भइरहेको छ नि भनेपछि I1 पोजिटिभ प्लस अनि प्लस एकछिनमा पछि त्यसपछि I2 के भइरहेछ जङ्सनभन्दा बाहिर गइरहेको, सो यसको माइनस लिनु पर्यो। यो पनि बाहिर गइरहेछ माइनस, यो I4 पनि माइनस। ल त्यसपछि के हुन्छ भने अब यो समेसनले त के भन्छ भने यो सबैको सम के हुन्छ जेरोसँग इक्वल हुन्छ। किनभने के भनेको छ यहाँ किर्चोफ्स फर्स्ट लले के भन्छ कुनै पनि जङ्सनमा सबै करेन्टको समेसन चाहिँ त्यसको भ्यालु चाहिँ जेरो हुन्छ भन्छ। त्यही भएर यो रुल लगाउन पाए हामीले। र त्यसपछि के हुन्छ भने फर्स्ट लमा अर्को के हुन्छ सम अफ इनकमिङ करेन्ट केसँग इक्वल हुन्छ सम अफ आउटगोइङ करेन्ट। अब यसमा एउटा क्वेसन गरौँ है। यो क्वेसन गरौँ। हामीलाई सबैको करेन्ट दिएको छ तर यो लाइनको चाहिँ यो पाथको चाहिँ करेन्टको भ्यालु दिएको छैन, हामीले फाइन्ड गर्नु पर्यो। अब यसमा के गर्ने यो पाथको फाइन्ड गर्नु छ भने हामीलाई यसको जङ्सनमा हेर्ने, जङ्सनमा कता कताबाट कनेक्टेड छ एउटा 14A कनेक्टेड रहेछ, यो जङ्सनतिर गइरहेको छ यो पोजिटिभ लिने 14A, यो पनि जङ्सनतिर गइरहेको छ यो पनि पोजिटिभमा लिने प्लस 3A। अब हेरौँ यो चाहिँ जङ्सन भन्दा बाहिर गइरहेको छ मतलब यो जङ्सन हो नि त, यो भन्दा बाहिर गइरहेको छ भनेपछि यसलाई चाहिँ माइनसमा लिनु पर्यो। यसलाई अहिले आई नै रेड गरौँ आई। अब यसको समेसन के हुन्छ अरे जेरो। अब के गर्ने आईलाई उता पठाइदिने आई इक्वल्स टु 14A प्लस 3A 14 15 16 17A। ल यति नै है किर्चोफ्स फर्स्ट ल चाहिँ यति नै हुने। ल किर्चोफ्स सेकेन्ड लमा चाहिँ के हुने हो भने यसले भन्छ अल्जेब्रिक सम अफ पोटेन्शियल डिफरेन्स अराउन्ड एनी क्लोज पाथमा के हुन्छ अरे इज जेरो के भनेको। यसलाई अर्को तरिकाले पनि बुझ्न सकिन्छ। किर्चोफ्स सेकेन्ड ल भनेको सम अफ प्रोडक्ट अफ करेन्ट यसलाई आई एन्ड रेजिस्टेन्स इज केसँग इक्वल हुन्छ अरे इक्वल टु अल्जेब्रिक सम अफ इएमएफ।
यो चाहिँ पछि हामीले क्वेसन सल्भ गर्दाखेरि युज हुने भएकोले हामीले डेफिनेसन चाहिँ बुझौँ है। यो भनेको के हो भने कुनै पनि एउटा सर्किटको क्लोज पाथको रेजिस्टेन्स र करेन्टको मल्टिप्लाई गरौँ। सबभन्दा पहिला करेन्ट र रेजिस्टेन्स मल्टिप्लाई गरे हैन। अब यसको समेसन EIR चाहिँ केसँग इक्वल हुन्छ? EIR चाहिँ केसँग इक्वल हुन्छ अरे? समेसन अफ EMF E इक्वल्स टु अनि E। यति मात्र एउटा रुल भन्ने भयो है। जस्तै इक्वल्स टु अब यसलाई के गर्न सकियो त? यसलाई यता ल्याइदिने माइनस E इक्वल्स टु 0 और IR माइनस E इक्वल्स टु 0। साइन कन्भेन्सन फर EMF। ल कुनै पनि एउटा अब चार्ज यो माइनस प्लेटदेखि पोजिटिभतिर गइरहेको छ भने यसमा के गर्नु पर्यो? हामीले प्लस बी लानु पर्यो, पोजिटिभ लानु पर्यो। प्लस बी भनेको पोजिटिभ लानु पर्यो है। अनि त्यसपछि यदि प्लसबाट चाहिँ माइनसमा चार्ज गइरहेको छ भने यसमा माइनस बी लिने, मतलब माइनस साइन लिने, त्यति मात्रै। यति मात्रै गर्नु है। EMF IR को लागि पनि लगिहालौँ। IR को लागि के गर्ने? डिरेक्सन अफ पाथ फ्लो सेम हुन्छ। यदि यतातिर करेन्ट गइरहेको छ भने यो सेम चाहिँ हुने भयो। यो यस बेला के गर्ने? हामीले माइनस IR लिने। यदि डिरेक्सन अब यसको ठ्याक्कै अपोजिट छ भने प्लस IR लिने, अरु सेम।